फाइन वेलकम ब्याक टु माई न्यू भिडियो। हाम्रो स्पेसल डे भनेको चाहिँ आज शिवरात्रि होइन। अब आज चाहिँ हामीले रमाइलो गर्नुपर्ने हुन्छ र यो आइदिएछ अनि उहाँ सर हुनुहुन्छ होइन। हामी अहिले यहाँ रुममा छौँ हामीले। अनि अब एकछिनमा उसको भाइले चाहिँ बाइक लिएर गएको रहेछ अनि उसको भाइ चाहिँ बाइक लिएर आयो भने एकचोटि हामी दुइटा बाइकमा चारजना सर जानुपर्ने हुन्छ। चाहिँ बाइक चाहिँ त्यहाँ छ होइन। अर्को ह्यान्डसम सर चाहिँ यता हुनुहुन्छ है। के छ अरे सर बाइक चाहिँ स्टार्ट गर्नुपर्ने हुन्छ होइन। धेरै ह्यान्डसम त हुनु भएन त फेरि। म जतिकै ह्यान्डसम हुनु भएन कि गाह्रो पर्छ फेरि। फाइनल्ली मैले है अब बाइक चाहिँ नचलाएको घन्टाको नजिकै छौँ होइन। कस्तो यार बोल्न पनि गाह्रो भएको छ यार। बोल्नु सिधै नाकमा हानिरहेको छ कि हावाले। हेलो मेरो भाइहरू के छ? मारेछ त फेरि। धेरै ह्यान्डसम हुनु पनि धेरै गाह्रो हुँदो रहेछ क्या। अहिले चाहिँ हामी सब बजारमा छौँ होइन। अनि यहाँनिर चाहिँ यो भएको थियो कि जस्ट यो छ नि यो। अनि यो चाहिँ नालाको लागि यो चाहिँ भित्काइएको थियो अनि यो बनेछ है। खुसी लाग्यो एकदमै। अनि अझै धेरै कामहरू पनि बाँकी छ होइन सुर्खेतमा। अनि सो अब त्यस प्रगति हुँदै गएको छ भनौँ न सुर्खेतको है। खुसी लाग्छ किनभने अब यस्तो बजारमा अनि यो हाइवे अब गर्नै पर्ने पनि थियो नि त फेरि यो। किनभने एकदम गाह्रो थियो क्या यो। अब मेन यो त बजारको लाइन चाहिँ एकदम त्यहाँ हिँडिराख्नु पर्ने लाइन हो। सो यता हेर्नु न यो जस्तो देख्न सक्नुहुन्छ है। खाल्टो पुल्टी छ। हामी गढी चोकमा पुगिसक्यौँ। यताको भ्यू पनि देखाइदिउँ न एकलट। अर्को भन्न मैले होइन अनि एउटा यो रोड हो क्या यो लाडीबल्लीको रोड चाहिँ होइन। यो रोड चाहिँ मेन विकसित हुन जरुरी छ। जो कति वर्ष भइसक्यो यार यस्तै छ यार। यार के हो यार यो त के छ दाइ हेर्छ मान्ने छ आज। अब त्यहाँ मन्दिरमा गएपछि फेरि कति केटीहरूको केटी हेर्न जान हो कि अनि मन्दिरमा पूजा गर्न? होइन दाइ मेरो घरमा बुढी छ। ल है कता कतै रङ्गी चङ्गी फुलहरू मात्रै देख्छु त्यहाँ मैले त फस्यो यार है। रक 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 है क्या फस्यो नि त यार है। तपाईँले थाहा पाउनुभयो नि भर्खरै होइन यो क्याब खस्यो। क्याब खसेर पनि एकदम ठिक भयो किनभने अब हुन्छ नि भाग्यले चुराएपछि भन्ने चिज जस्तो भयो। मैले एउटा केटीलाई देखेँ त्यहाँ माथि र अहिले हामीले टिकट लगिसक्यौँ है पार्किङको लागि। हाम्रो हेलमेट सेलमेट चाहिँ अनि बाइकहरू चाहिँ एकदम सेफ तरिकामा हुन्छ अरे यता। ठिकै छ ओ ह्यान्डसम। हजुर हजुर सर के भन्न छ? नै भन्न त धेरै छ तर अहिले आएको छैन मन खुलाउन चाहेन किनभने तिमी यस्तो ह्यान्डसम देखेछु भन न मलाई। त्यही भएर हामी चाहिँ पुगिसक्यौँ है। सो अब हामी यहाँ हिँड्दैछौँ। थोरै बाँकी छ। फाइनल्ली हामी पुगिसक्यौँ है। होइन कहाँ बिर्सिनु यहाँ तिमी यहाँ के हो यो पूजा गरेर आयो तिमी? ल मेरो चाहिँ पुरानो क्लासमेट हो है। जुत्ता खुलेर जानुपर्ने भयो भित्र चाहिँ है। हामी चाहिँ जुत्ता राख्ने सेफ ठाउँ खोज्दैछौँ है। त्यो सेफ ठाउँ अब यता चाहिँ अब राख्नुपर्ने भयो। कता राख्ने हो यार? पुरी बाटोबाट आइरहेछौँ। अरे त यार कस्तो राम्रो डान्स हो यार। आमामा मारेको छ। फाइनली यहाँ भजन कीर्तन। हजुर हजुर यहाँ यो डोरीलाई चाहिँ हेल्पिङ भन्ने हुन्छ है। भजन कीर्तन गर्ने ठाउँ रहेछ होइन। ओहो मेरो दाइ लाइटमा के छ मेरो दाइ? किन यो लजाउनु भएन है दाइ अहिले हेर्नु। ओ माई गड हाम्रो हिमाल ब्लग सब्सक्राइब च्यानलमा गएर चाहिँ फलो गरेर पनि दिइसक्यो यार। ओ माई गड हाम्रो हिमाल ब्लग्स भेटिसक्नु भएको छ होइन। किनभने अब म के भन्नु पऱ्यो अब शिवरात्रि झ्याप्छु ल मारिसक्यो ल। अब खुसी लाग्यो सबैसँग भेट भइरहेछ होइन।
कहाँ गयो यार केटाहरू यार बढाएर आन ब्राइटनेस बढाएर यो लाठी गोलीको चाहिँ फेमस हो है यो गरिहाल्नुहुन्छ नि होइन एडिट गर्न आउँछ नि हजुरलाई एडिट गर्न त आउँछ ए जनि फोटो हाल्दैन मान्छे यस्तो छ घर चाहिँ कहाँ नि हजुरको हाम्रो हजुरको शुभ नाम ल नेक्स्ट टु मिट यु खुसी लाग्यो हजुरसँग भेट भएर ल फाइनली हामीसँग अर्को साथी चाहिँ भेट भइसक्यो है के छ ठिक छ के हो यार यहाँ कता बाटो हामी पूजा गर्ने केही थाहै छैन कता बाटो यहाँदेखि अर्को साइडदेखि आयो त जामनलाई त्यही नहिँड्न केटो त्यहाँ आइसक्यो यति चाहे भइहाल्छ शिवजीलाई खानु हुन्न किनभने मैले धेरै खाएन अब थोरै एक तुर्की खाने भनेको एक तुर्की मैले खाइहालेँ शिवजी खुस भइसक्यो शिवजी खुस भइसक्यो अब फाइनली मैले खाएर आइसकेँ एक बोतल बोतल कहाँ बोतल गट गट हानेर आइसक्यो जानु पर्छ 7 बजेबाट हान्दा आएको केही देखिरहेको जानु पऱ्यो हो घटघट हान्न पऱ्यो हो घटघट र मैले अब यहाँ दाइले लगेर जानु लाग्छु घटघट हान्न पर्छ अरे म भाइरल हुन काम हट फाइनली हाम्रो हिमाल ब्लग्सले चाहिँ अब घटघट हान्न पऱ्यो क्या यार घटघट हान्न पऱ्यो है तपाईँले चाहिँ है ओक्स ल यता हेरेर है ल यहाँ रातो भएर निस्किनु भयो उहाँ चाहिँ है घटघट भइसक्यो तर भिडियो बनाउनु पाएन है जुट बनाउन यस्तो पवित्र स्थलमा आइसकेपछि डब्लुआरएन ब्लग्स ए ओके सब्सक्राइब हान्नु पऱ्यो के लिएर आयो हल्ला खानु पर्छ ल ऊ नपर्ने हुन्छ अरे यार 3 लाख 2 गिलास खाइदिनु भन्नु त 2 गिलास त खा हो तिमीले पनि खान पर्यो लाज भन्ने कुरै छैन नि यता त घटघट वाला हो यहाँ त अरू चल्दैन यहाँ त घटघट चल्छ दाइ उसलाई एक जग दिन पर्यो घट उचालेर प्लट गेम जान्छ होला म जिस्काउँछु त्यो लड्ने ल तिमीले गद्दार गर्यो जहाँ लगाइदिने हुन्छ यसको त जय शिव शम्भ ल उहाँले चाहिँ स्पेसल डान्स देखेर मलाई एकदमै चित्त बुझ्यो किनभने शिवजीको भक्तमा म पनि भक्तको भेट भएछ एकदम खुसी लाग्यो मलाई है जय भगवान् केटीसँग मस्किन गएको हो नि त्यो फटा छ नि त्यो अहिले आइसकेपछि त्यसले यो भिडियो हेर्छ त्यसपछि तिमीहरूलाई फेरि पिट्न त पिट्दैन के गर्नु कति धेरै माया गर्नुहुन्छ एजेसँग मस्किनुहुन्छ धेरै अब पिट्न पऱ्यो दुई बहिनी लाएर लास्टै पिट्छु मैले त चाहिँ कहाँ पुग्यो यार त्यहाँ यार टिकटक गराउने यार फेरि त देख्नै नहुने भयो त्यसलाई फेरि ए तिमी कहाँ भएको जताबाट चोरीबाट आएको थियौँ फर्किँदा पनि त्यही चोरी बाटोबाटै फर्किँदैछौँ है के छ योमा भाङ छ 50 रुपियाँको पुग्दैन अब पुगिहाल्छ होला 50 रुपियाँ कतिवटा आउँछ शिवरात्रिको दिनमा अब प्रसाद भनेर एउटा थप्नै पर्छ अरे ल धन्यवाद हजुरलाई केटाहरूले फाइनली जेरी पनि लिएर आइसक्यो गुलियो खायो भने धेरै लाग्छ भन्छन् के अरे